कुरा चाहिँ नगर्नु भन्छु मैले है। अझै पनि यहाँहरूलाई मैले सुझाव दिएँ यो चाहिँ मेरो कुरा गरिरहेको भने कसैको कुरामा आउनुहोस् भन्छु मैले। मेरो मात्रै होइन, अरू बेला पनि मैले धेरै ठाउँमा देखेको छु, कार्यक्रमहरूमा गयो प्रमुख अतिथिले चाहिँ खुट्टा यस्तो बाँध्नु पार्नु बस्ने होइन, यस्तो यस्तो पनि देखेको छु मैले। यो चाहिँ तपाईँहरूलाई चाहिँ यो हाम्रो आफ्नै परिवार भनेर भनेको बाहिर त मैले यस्तो कुरा गर्दै गर्दिनँ, चुप्प लाएर सुन्ने मात्रै हो यो एउटा चाहिँ यो। अनि त्यसपछि यो प्रमाणपत्र दिँदाखेरि यो घाम्रो पानीबाट जोगाउनु मुस्किल हुने कि जस्तो लाग्यो। त्यसमा अर्को एउटा फाइल पनि भएको भयो, घरमा लाँदा अब केमा लाग्ने भन्ने भयो, यो पाइन्छ भन्ने पनि थाहा थिएन। आज चाहिँ यो अर्को सुझाव भयो। अनि त्यसपछि यहाँ छ तोय नारायण अनि रामप्रसाद छुट्टिएको छ, लीलामणि जोडिएको छ। यो सकेसम्म जोड्ने कि भन्ने लाग्छ मलाई चाहिँ नाम चाहिँ यो अर्को यो फेरि बनाउँदाखेरि प्रमाणपत्र बनाउँदाखेरि त्यो होस् भन्ने मेरो विशेष अनुरोध पनि छ। अनि अर्को मैले एउटा सम्झेको थिएँ, यो म अस्ति सुन्नुलाई यस्तो तपाईँहरूले यो एकदम सबैलाई काम लाग्ने कुरा जस्तो लाग्छ मलाई। फेरि मेरो कुरा ठुलो कुरा चाहिँ होइन, सानो कुरा सामान्य कुरा हो। म पद्मवती कलेजमा नेपाली विषय पढाउँछु, त्यहाँबाट चाहिँ यो प्रशासनबाट एउटा चिठी लिएर जानुपर्ने रहेछ सिडिओ कार्यालयमा यो नागरिकता बनाउनुको लागि। हामी चाहिँ कर्मचारी परिवारलाई त्यति सुविधा रहेछ। यो कर्मचारी परिवार भनेपछि काठमाडौँबाटै छोराछोरीको नागरिकता बनाउनु पाइन्छ रहेछ। अनि त्यहाँ प्रशासनबाट चिठी लिएर गएँ, चिठी लिएर जाँदाखेरि त्यहाँ त मलाई चिन्नुभयो, त्यो उसबाट आएको पद्मवती कलेजमा के पढाउनुहुन्छ भन्दा नेपाली भन्ने। ओहो सर तपाईँ नेपाली पढाउने मान्छे, कलेजबाट आएको चिठी हेर्नुहोस् न यहाँ 13वटा गल्ती छन् भनेर त्यहाँको कर्मचारीले मलाई भन्नुभयो है। अनि त्यसपछि ल मलाई यो गोलो भएको घेरा लगाएको जति सबै मलाई खिचेर पठाइदिनुहोस्, मिल्छ भनेदेखि म कलेजमा गएर कुरा गर्छु भने। कलेजमा गएर कुरा गर्न के सक्ने हो र त्यहाँ चलाइ साध्ने हुन्न नि कर्मचारीलाई त, कहाँ हुन्छ यस्तो उसो भन्ने। म पनि कर्मचारी नै हो, त्यही पनि मैले चाहिँ भने त्यो मिटिङमा चाहिँ यस्तो यस्तो कुरा आएको छ कम्ती। यसको मतलब मैले के भन्नु खोजेँ भन्दाखेरि अब यहाँ सरहरू पनि हुनुहुन्छ, नेपाली विषयलाई पहिला लोकसेवामा 20 नम्बर पढाइ हुन्थ्यो। नारायण सर यसो मैले हजुरलाई ध्यान आकर्षण गराउन चाहेँ, 20 नम्बरको चाहिँ पढाइ हुन्थ्यो लोकसेवामा। अहिले त्यो कसरी हट्यो मलाई थाहा छैन, त्यो कसले हटायो कसरी हट्यो। कम्तीमा हरेक ठाउँमा यस्ता चिजहरू लेख्दाखेरि अथवा कुनै पत्र तयार गर्दाखेरि त्यहाँको नेपाली विषय पढेको अथवा भाषा जानेको मान्छे राख्नुपर्ने। र अहिले लोकसेवाले किन हटायो, अब यो सरकारी कर्मचारीलाई बढी थाहा हुन्छ, हामी यो प्राध्यापन क्षेत्रकालाई त्यति थाहा हुन्न। त्यही पनि तपाईँहरूले माया गरेर हामीलाई सदस्य बनाउनु हो, यति कुरा राख्न पाइयो, त्यसको लागि मैले धेरै धेरै धन्यवाद दिन्छु। र यो सरकारी सेवा